हुन्छ सबैजनालाई फेरि पनि जय मसी परमेश्वरलाई धन्यवाद अनि हाम्रो कोयर ग्रुप हाम्रो विवेक लगायत हाम्रो जति पनि कोयर ग्रुपहरूलाई फेरि पनि हामी जोडदार ताली बजाएर उहाँहरूलाई धन्यवाद दिनेछौँ। हुन्छ फेरि पनि तपाईँहरूलाई जय मसी गर्न चाहन्छु। परमेश्वरले साँच्ची नै हामीलाई यी हप्ताभरि यी दिनहरूमा विभिन्न परिस्थिति अवस्थाहरूद्वारा परमेश्वरले आज हामीलाई फेरि पनि त्यो विश्रामको दिन अनि परमेश्वरले हामीलाई उहाँको वेदीमा अनि उहाँको नाउँमा जब तपाईँ र म खडा हुन्छौँ अनि तपाईँ र म जस्तो सुकै परिस्थितिमा नि परमेश्वरले हामीलाई सुरक्षा राख्नुहुनेछ। आमेन। परमेश्वरलाई धन्यवाद अनि हाम्रो मण्डली परिवारलाई धन्यवाद अनि हाम्रो आदरणीय पास्टर हाम्रो अगुवा जन दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद। साँच्ची नै यो चाहिँ कतिपल्ट यो समय अनि यो मौका हामीले आफैले चाहेर भन्दा नि प्रभुको समयलाई हामीले पर्खिनु चाहिँ सबैभन्दा उपयुक्त हुन्छ। आमेन। अनि त्यो हुँदै गर्दाखेरि मैले के महसुस गरेँ भने जब लकडाउन पछिको हाम्रो दसैँ क्याम्प कतिजनालाई थाहा छ, दसैँ क्याम्प हामीले यहाँ मनाएको थियो नि एक साल, थाहा छ तपाईँहरूलाई है? त्यो घडी जब त्यतिखेर मलाई हाम्रो पास्टर बुवा लगायत हाम्रो अगुवा दाजुभाइले जसरी दिनुभएको थियो वचनको समय अनि एकदम गाह्रो है, के बोल्ने कसो गर्ने। अनि आज पनि मलाई अलिकति एक किसिमको डर होइन, एक किसिमको के गर्ने भन्ने खालको त्यो कुराहरू भइरहेछ। तर प्रभु हाम्रो साथमा हुनुहुन्छ। आमेन। बोल्ने चाहिँ म होइन, प्रभु हामीसँग भएर बोल्नुहुन्छ। प्रभुले भन्नुभएको छ तिमीहरू ममा रह र म तिमीहरूमा रहनेछु। आमेन। पहिलो कुरा चाहिँ हामी परमेश्वरमा रहनु आवश्यक छ। जब हामी परमेश्वरमा रहन्छौँ भने हामी जस्तो सुकै परिस्थिति अवस्थामा पनि हामी के गर्न सक्छौँ, खडा हुन सक्छौँ। आमेन। मैले धेरै भूमिका बाँधिनँ र पनि कति कुराहरू मैले भन्नै पर्छ। तपाईँहरूको माझमा म आज खडा भएको छु। कतिले मलाई चिन्नुहुन्छ अनि कतिले मलाई चिन्न हुन्न। अनि तपाईँहरूले चिन्नु भए तापनि मेरो ब्याकग्राउन्ड के हो, मेरो पृष्ठभूमि के हो भन्ने कुराहरू पनि तपाईँहरूले जान्नु आवश्यक छ। आमेन। अनि तपाईँहरूको ब्याकग्राउन्ड तपाईँहरूको पृष्ठभूमि के हो भन्ने कुराहरू मैले जान्नु आवश्यक छ। हामी बाइबल पढ्छौँ भने बाइबलको सुरुमा त्यसको पृष्ठभूमिलाई हामीले हेर्नु आवश्यक छ। जब कुनै पुस्तक पढ्छौँ भने त्यो पुस्तकको जब परिचय हामीले हेर्नु आवश्यक छ। त्यो परिचयले चाहिँ स्पष्ट हामीलाई बताउँछ कि त्यो व्यक्ति त्यो बाइबल अथवा बाइबल लेखक अथवा त्यो उसको भोगाई होइन, ऊ कुन पृष्ठभूमिबाट आएको छ भन्ने कुराहरू तपाईँले र मैले थाहा गर्नु आवश्यक छ। आमेन। त्यो भन्दै गर्दाखेरि तपाईँहरूलाई मेरो परिचय सँगसँगै अनि साँच्ची नै आज वचन मैले बोल्नु भन्दा नि कति हाम्रो वक्ता है, हाम्रो पास्टरहरू एउटा कति त्यही एउटै वचनलाई आफ्नो आफ्नो तरिकाले व्याख्या खोजिरहेको छ भने परमेश्वरको वचन चाहिँ तपाईँ भएर चम्किनु आवश्यक छ अन्धकारमा। किनकि हामी एक समय अन्धकारमा थियौँ, संसारमा थियौँ, तर प्रभुले हामीलाई ज्योतिको सन्तान बनाउनु भएको छ। आमेन। संसारमा रहेर परमेश्वरले हामीलाई के गर्नुभयो भने आफ्नै स्वरूप आफ्नै प्रतिरूपमा अनि उहाँले आफ्नो उत्तराधिकार अनि आफ्ना छोरा छोरी अनि आफ्नो प्रजाको रूप उहाँले प्रजाको भनेर उहाँले हामीलाई सम्बोधन गर्नुभएको छ। आमेन। हामी चाहिँ उहाँको पुजारीगिरी, उहाँका छोरा छोरी अनि उहाँका प्रजाहरू हो। आमेन। अनि कति कुरा तपाईँको र मेरो शरीर पनि वचनमा भनेको छ तिमीहरूको शरीर चाहिँ तिमीहरूको होइन मेरो, तिमीहरूको शरीर चाहिँ पवित्र आत्माको मन्दिर। आमेन। तपाईँको र मेरो शरीर कतिपल्ट म भनेर तपाईँ र म घमण्ड गर्छौँ, तर हाम्रो शरीर पनि परमेश्वरको हो। अनि परमेश्वरको शरीर हाम्रो शरीर चाहिँ परमेश्वरको भएको कारण परमेश्वरलाई हामीले पहिलो स्थान दिनु चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा। किनभने चाहिँ उहाँले भन्नुभएको छ तिमीहरूको हृदय चाहिँ मलाई देऊ अनि तिमीहरूको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो।
अनि तपाईँ र म संसारमा हुँदै गर्दाखेरि मन्दिरलाई पुज्थ्यौँ। तर तपाईँले मैले ढुङ्गामा, है रुखमा अनि विभिन्न चट्टानहरूमा, मूर्तिहरूमा हामीले ईश्वर खोज्थ्यौँ। तर ईश्वर चाहिँ तपाईँ र म भित्र बास गर्नुहुन्छ। आमेन। उहाँ चाहिँ परमेश्वर हाम्रो हृदयमा बास गर्नुहुन्छ। उहाँले त्यतिकै भन्नु, तिमीहरूको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो र तिमीहरूले आफैलाई के गर, पवित्र बनाओ। परमेश्वरलाई ग्रहणयोग्य र सिद्ध इच्छा के छ? परमेश्वरको सिद्ध इच्छा र पवित्र, निष्कोट, निष्कलङ्क अनि पवित्र तिमीहरूले, है हामीले चाहिँ पवित्र राख्न पर्ने कुराहरू। अनि यो भन्दै गर्दा मैले आज वचन तपाईँहरूको बिचमा जब अस्तिको हप्ता मलाई योभन्दा लगभग 2-4 महिना अगाडिदेखि नै हाम्रो पास्टर बुवा, हाम्रो फिलिप दाईले मलाई कतिपल्ट भन्नुभएको थियो, तपाईँ वचन तयारी हुनुहोस्। अनि कतिपल्ट उहाँहरूले समय पनि दिनुभएको। एक समय म बिरामी भएँ होइन, अर्को समय मलाई अलिकति गाह्रो नै थियो। अनि फेरि हाम्रो पास्टरको बानी कस्तो छ भने उहाँले 2-3 पल्टसम्म भन्नुहुन्छ। अनि त्यो कतिपल्ट हामीले उहाँको कुरालाई अनङ्गीकारी गरिसकेपछि, है, अनि उहाँ केही समय है, अनि जब तपाईँ र म धन्यवादी भएर, है, विजय जब तपाईँ र म दुःख कष्टको समयमा हामीले कसरी विजय पाउँदछौँ भन्ने कुराहरू चाहिँ पावलले यहाँ तपाईँ र मलाई बताएको कुराहरू हामी पाउँदछौँ। यहाँ हामी एपिसीको पुस्तकलाई हेर्दछौँ, एपिसी 4को 5 पदलाई हेर्दछौँ भने हामी यहाँ पाउँछौँ। तपाईँहरू पढाउनु सक्छ? एपिसी होइन, सरी, फिलिपी 4को 4 र 5, 6 पदलाई हामी हेर्दछौँ। है, जब तपाईँ र मलाई कष्ट हुन्छ, दुःख हुन्छ, अभाव हुन्छ, निराश हुन्छ, अनि तपाईँ र मलाई चाहिँ कतिपल्ट अशान्ति हुन्छ। अघि मैले भने जब, है, 10 वर्ष, 15 वर्ष, 5 वर्ष, 2 वर्ष अथवा 2 महिना तपाईँले र मैले विश्वास गरेका छौँ, प्रार्थना गरेका छौँ, उपवास बसेका छौँ, पास्टर अगुवालाई अनि विभिन्न चङ्गाइको कार्यक्रममा विभिन्न कुराहरूमा तपाईँले र मैले भक्ति साथ जीवन जिएका छौँ। तर पनि किन अशान्ति हुन्छ त? किन चाहिँ तपाईँ र म, है, हामी अशान्तिमा जिएर तपाईँ र मेरो प्रार्थनाको जवाब किन आउँदैन त भन्दै गर्दाखेरि हामी यहाँ फिलिपी 4को 4देखि 5 र 6 पदमा हेर्छौँ भने प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। 5 पदले तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् कि प्रभु नजिकै हुनुहुन्छ। आमेन। सबैभन्दा महत्त्वपूर्ण, अघि मैले भने तपाईँ र अहिले सहनशीलताको 1 नम्बरको मैले सहनशीलताको उदाहरणमा मैले अहिले तपाईँहरूको बिचमा बोलिरहेको छु। है, धैर्यताभित्र पनि मैले 3टा पोइन्टमा मैले अघि भने, तपाईँले याद गर्नुहोला, सहनशीलता, चरित्र अनि आशा, यो 3टा पोइन्ट चाहिँ मैले ल्याएको छु धैर्यभित्र, तपाईँले र मैले पर्खाउनु पर्ने कुराहरूमा। अनि यहाँ भनेको छ तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् प्रभु नजिकै हुनुहुन्छ। आमेन। अनि तपाईँ र म प्रभुको जन भएको कारण तपाईँलाई र मलाई प्रभुले अनुग्रह दिएर अनि तपाईँ र मेरो विश्वासद्वारा उहाँको राज्यमा अनि उहाँले हामीलाई चुन्नु भएको कारण तपाईँ र म चाहिँ कष्टमा अनि दुःखमा, अभावमा, निराशमा रहँदै गर्दा, कठिनाइमा रहँदै गर्दा तपाईँ र मलाई आज आफन्तले, छिमेकीले, दाजुभाइले, साथीभाइले, परिवारले त्याग्दै गर्दा पनि तपाईँ र म चाहिँ निराश हुने होइन। तपाईँ र म चाहिँ फिलिपी 4 पदमा भने चाहिँ प्रभुमा सधैँ आनन्द गर, फेरि पनि म भन्दछु आनन्द गर। पावल आफै कष्ट भोगिरहेको छ, पावल आफै दुःख भोगिरहेको हुन्छ, पावल आफै महासभाको अगाडि उभिरहेको छ, पटक पावल आफै कोरा खाइरहेको छ, पावल आफै जेलखानामा थुनिन परेको छ, कुटिन परेको छ, अनि आफन्तबाट उसलाई हेपेका, गिल्ला गरेका छन्, र पनि पावलले फिलिपीका मण्डलीहरूलाई भन्दछन् आनन्द गर, फेरि पनि म भन्दछु आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। आमेन। तपाईँ र म आज विश्वासी हौँ, विश्वास गरेका छौँ, तर तपाईँ र मैले चाहिँ आज प्रभु बनाएर त्यो धैर्यता र अनि त्यो सहनशीलता तपाईँ र ममा छ कि छैन भन्ने कुराहरू विशेष महत्त्वपूर्ण। यदि तपाईँ र म प्रभुलाई नचिन्दाखेरि अनाज्ञाकारी थियौँ, झै झगडा गर्ने, मातवालापन गर्ने, फटाइ बोल्ने, झुट बोल्ने कुराहरू थियौँ भने जब प्रभुमा आए त्यो कुराहरूलाई त्यागेर उनीहरूको अगाडि तपाईँ र म एउटा सहनशीलता र एउटा, है, असल प्रभुको जनको हिसाबमा तपाईँ र म गनिएका छ कि छैन भन्ने कुराहरू चाहिँ महत्त्वपूर्ण कुराहरू। अनि जब तपाईँ र म प्रभुको दृष्टिमा मात्रै नभएर आज तपाईँ र मेरो छिमेकीको, आफन्तको दृष्टिमा चाहिँ तपाईँ र म परिवर्तन भएर जब तपाईँ र म योग्यको एउटा गवाईको माध्यमको तपाईँ र म बनेको छैनौँ भने चाहिँ
हामी त्यो पुरानो कुराहरूमा हामी अल्मलिरहेका छौँ, पुरानै स्वभावहरूमा अल्मलिरहेका छौँ है। यहाँ पावलले भनेछ तिमीहरूका सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिक हुनुहुन्छ। 6 पदले भन्छ कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको बिन्ती चाहिँ परमेश्वरमा जाएर। आमेन। अब हेर्नुहोस् त मुख्य पोइन्ट के रहेछ त, कुनै कुरामा चिन्तित नभएर तपाईँ र म चाहिँ धन्यवाद सहित भनेको छ। यहाँ हेर्नुहोस् है, यो पोइन्ट चाहिँ कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको बिन्ती चाहिँ परमेश्वरमा जाएर। जब तपाईँ र मलाई कष्ट आउँछ नि, तपाईँ र मलाई दुःख आउँछ नि, तपाईँ र मलाई सताउट आउँछ नि, तपाईँ र म एक्लो महसुस गर्छु, तपाईँ र मलाई आज आर्थिक बन्धन होला, परिवारमा अशान्ति होला, फिक्री होला, विभिन्न तपाईँ र मेरो काम व्यवहार व्यवसाय कुनै पनि है नबनेको होला, तपाईँ र म जहिले पनि हार खाएको, निराश भएको, प्रभु किन यस्तो, जब तपाईँले मैले प्रभुलाई प्रश्न गर्छौँ नि, अनि जब प्रश्न गर्दै गर्दा तपाईँको र मेरो प्रार्थना चाहिँ कस्तो छ भन्ने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुरा। हामी धन्यवादी भएर प्रार्थना गरिरहेको छौँ कि तपाईँ र म एउटा केही पाउने आशाले मात्रै प्रार्थना गरिरहेको छौँ, त्यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा। अनि तपाईँ र म यहाँ फिलिपी 4:6 पदले भने चाहिँ विशेष तपाईँ र म चाहिँ धन्यवादी भएर प्रार्थना गर्नु आवश्यक छ। हामी उदाहरणको लागि हेर्छौँ भने पावलको जीवनलाई हेरौँ। जब पावल र सिलास जेलखानामा परेका थिए, उनीहरूले कहिले पनि गनगन गरेको छैन, हामी बाइबलमा पाउँदैनौँ। जसले उसलाई कुटे, जसले उसलाई थुके, जसले उसलाई जेलखानामा हाले, कोरा लगाए है, जसले उनीहरूलाई समस्या दिए, तर कुनै व्यक्तिमा पनि पावल र सिलासले गनगन गरेका छैनन्। कुनै व्यक्तिमा तँलाई पक्लास, तँलाई चाहिँ प्रभुले दण्ड दिनुहुन्छ, मलाई जेलखानामा हालिस्, म प्रभुको दासलाई तैँले होइन त्यहाँ भनेर कसैसँग मुकाबिला गरेको हामी पाउँदैनौँ। प्रेरित 16:22 हामी हेर्छौँ भने यहाँ पावल र सिलासको जीवनलाई हामी थाहा गर्न सक्छौँ। तपाईँ र म जब कष्टमा हुन्छौँ अनि सहन सक्दैनौँ भने चाहिँ यहाँ पावल र सिलासले चाहिँ कसरी सहेका छन् भन्ने कुराहरू हामी तपाईँले र मैले थाहा गर्न सक्छौँ। किनकि एपिसी अघि हामीले एपिसी 4:6 पद अनुसार कुनै कुरामा उनीहरूमा फिलिपी 4:6 पद, कुनै कुरामा उनीहरू चाहिँ के गरेनन्, गनगन गरेनन्। उनीहरू धन्यवादी भएर उनीहरू कुनै कुरामा चिन्तित भएनन्, तर हरेक कुरा चाहिँ उनीहरूको हरेक कुरा, हरेक अवस्थालाई चाहिँ परमेश्वरमा आफ्नो निवेदन चढाएर उनीहरू धन्यवादी भएर प्रार्थनामा लागिरहेको कुराहरू तपाईँ र म पाउँदछौँ। हेर्नुहोस् त, प्रेरित 16:22-23 पददेखि हामी तल पढ्दै जान्छौँ। तब भिडहरू मिलेर तिनीहरूमाथि जाइ लागेर सहरका हाकिमहरूले तिनीहरूका वस्त्र च्यातेर फालिदिएर तिनीहरूलाई छडी लगाउने आज्ञा दिए। 23 पद, उनीहरूले तिनीहरूलाई निकै छडी लगाएपछि तिनीहरूलाई झ्यालखानामा हालिदिएर झ्यालखानाका हाकिमलाई यी कैदीहरूलाई कडा निगरानी राख्ने हुकुम दिए। यस्तो हुकुम पाएर उनले तिनीहरूलाई झ्यालखानाको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिङ्ग्रो ठोकेर राखिदिए। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भवनमा गइरहेका थिए र अरू कैदीहरूले यो सुनिरहेका थिए। तब एक्कासी एउटा ठुलो भुइँचालो गयो र झ्यालखानाका जगहरू हल्लिएर तुरुन्तै जम्मै ढोकाहरू उग्रिएर सबै बन्धनहरू तोडे। आमेन। हेर्नुहोस् त, जब तपाईँ र म धन्यवादी भएर प्रार्थना गर्छौँ भने अनि तपाईँ र म कुनै कुरामा पनि चिन्तित हुँदैनौँ, तर तपाईँ र म चाहिँ परमेश्वरमा तपाईँको मेरो तन मन जीवन सारा आत्मा प्राणदेखि नै तपाईँले र मैले परमेश्वरलाई जब हामी खोज्दछौँ, परमेश्वरलाई पछ्याउँदछौँ भने चाहिँ तपाईँको र मेरो बन्धन चाहिँ तोडिनेछ। आमेन। तपाईँको र मेरो बन्धन चाहिँ आज परमेश्वरले तपाईँ र मसँग भएर, तपाईँ र मेरो पक्षमा भएर लड्नुहुनेछ। अनि तपाईँ र म चाहिँ किन चिन्तित हुने, तपाईँ र म चाहिँ किन निराश हुने। जसरी पावललाई र सिलासलाई जब त्यो बन्धनबाट, त्यो कठिनाइबाट, त्यो कष्टबाट छुटाउनुहुन्छ भने तपाईँ र मलाई पनि आज तपाईँ र मेरो जीवनमा आउने त्यो कष्टबाट, त्यो सतावटबाट छुटाउनुहुन्छ। आमेन। तपाईँ र मलाई विजय दिने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। तपाईँ र मेरो अभावमा, तपाईँ र मेरो निराशमा, तपाईँ र मेरो खाँचोमा, तपाईँ र मेरो दुःख कष्टमा, अनि तपाईँ र म जब दुष्टको बन्धनमा छौँ भने तपाईँ र म कुनै कुरामा चिन्तित नभएर धन्यवाद चाहिँ तपाईँले र मैले
तपाईँको र मेरो निवेदन चाहिँ परमेश्वरसँग जाहेर गर्नु आवश्यक छ। कतिपल्ट हामीलाई मानिसौँ, संसारमा छौँ, तपाईँले र मलाई केही अभाव हुन्छ, तपाईँ र मलाई केही निराश हुन्छ, समस्या आउँछ परिवारमा, व्यवहार व्यवसायमा, अनि तपाईँले र मैले चाहिँ प्रभुमा हाम्रो अन्तर्बिन्ती र हाम्रो जाहेर उहाँमा चढाउनुको सट्टा अथवा उहाँलाई प्रार्थना गर्नुको सट्टा तपाईँ र मैले चाहिँ मानिसमा भरोसा गरिरहेको हुन्छ। तपाईँ र मैले चाहिँ आफ्नो व्यवसायलाई भरोसा गरिरहेको हुन्छौँ। तपाईँले र मैले चाहिँ संसारको कुराहरूमा भरोसा गरिरहेको हुन्छौँ। अनि त्यतिखेर चाहिँ तपाईँ र म के हुन्छ भने शून्य हुन्छौँ। जब तपाईँ र मलाई कठिन कष्ट आउँछ नि, तपाईँ र म चाहिँ केही पनि नभएको त जिरो लेभलमा तपाईँ र म पुग्दछौँ है। जिरो अवस्थामा तपाईँ र म पुग्दछौँ। अनि त्यतिखेरको अवस्थामा तपाईँले र मैले कुनै बाटोहरू भेटिँदैन। जब कठिनै हुन्छ, जब कष्ट हुन्छ, यहाँ हामीले अहिले पढ्यौँ, किनभने पावल र सिलासलाई चाहिँ उनीहरूलाई छडी लगाएर है, उनीहरूलाई भित्री कोठामा लगाएर उनीहरूलाई चाहिँ यति धेरै कष्ट अनि यति धेरै दुःख दिएको कुराहरू, र पनि पावल र सिलासले कहिले पनि निराश भएनन्। पावल र सिलास कहिले पनि उदास भएनन्। कहिले पनि कोही मानिसप्रति उनीहरूले गनगन गरेनन्, ती शासकहरूप्रति गनगन गरेनन्, किनकि उनीहरूले धन्यवादी भएर आफ्नो निवेदन र आफ्नो प्रार्थना चाहिँ जो जीवन दिनुहुने परमेश्वर, जो परिवर्तन गर्ने परमेश्वरमाथि उनीहरूले भरोसा राखेको कारण उनीहरूको त्यो बन्धनहरू चाहिँ तोडेको कुराहरू तपाईँले उनीहरू पाउँछौँ। आमेन। आज तपाईँ र मेरो जीवनमा जुन किसिमको बन्धन छ, तपाईँ र मेरो काम हो धन्यवादी भएर, बिना गनगन है, बिना धन्यवादी भएर तपाईँ र मैले चाहिँ परमेश्वरमा हाम्रो अन्तर्बिन्तीलाई है परमेश्वरमा जाहेर गर्नु चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा। आमेन। जब यहोशूको जीवनमा पनि जब मोसाको मृत्युपछि येशूले भनेको, प्रभुले भन्नुभएको छ, यहोशूसँग बोल्नुभएको छ, बलियो र अति साहसी हो मेरो दास मोसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालना गर, त्यसबाट दाहिने वा देब्रेतिर नफर्कनु र तँ जहाँ गए पनि सफलता पाउनेछस्। आमेन। यहोशू 1:7 र 8 मध्ये हामी हेर्छौँ भने चाहिँ परमेश्वरमा जब तपाईँ र मलाई सङ्कट आउँछ, दुःख आउँछ, कष्ट आउँछ, तपाईँ र म त दाहिने र देब्रेपट्टि लागि पठाउँछौँ क्या। थाहा छ, मैले पनि भोगेर त्यही पृष्ठभूमिबाट आएको कारण तपाईँहरूलाई मैले भन्दैछु। जब हामी भन्न सजिलो छ, कति कुराहरू गर्न गाह्रो छ भन्दै गर्दाखेरि, तर कतिपल्ट वचन पढ्छौँ, प्रार्थना गर्छौँ, र पनि जब तपाईँ र मलाई कष्ट आउँछ नि, तपाईँ र म त दाहिने अथवा देब्रेतिर, भनेको अर्थ तपाईँ र म चाहिँ आज कोही मानिसतिर, कोही कुनै कुनै थोकतिर तपाईँ र मेरो समस्या समाधान हुन्छ भने तपाईँ र म झुट बोल्न अनि झुट गर्नलाई परमेश्वरप्रति है अनाज्ञाकारी हुन पनि तपाईँ र म पछि हट्दैनौँ। तर यहाँ परमेश्वरले भन्नुभएको छ यहोशूलाई बलियो र अति साहसी हो, किनकि मोसासँग परमेश्वर रहनुभयो। अनि मोसासँग, अनि 8 पद हुन्छ, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसलाई तैँले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखेका सबै कुरा होसियार साथ पालना गर्नु, र तेरा सबै मार्गमा तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। आमेन। तपाईँले र मैले दिनरात परमेश्वरको वचनलाई अनि परमेश्वरको निगाहभित्र जब तपाईँ र म रहन्छ भने हामी चाहिँ सफलता पाउनेछ हाम्रो कष्टमा। जसरी पावल र सिलासले त्यो बन्धनद्वारा सफलता पाए भन्दाखेरि, किन त भन्दाखेरि परमेश्वरको व्यवस्थालाई परमेश्वरमा आज्ञाकारी भएर उनीहरू एउटा धन्यवादी भएर परमेश्वरको आज्ञा अनुसार जिएको कारण। आमेन। जब 9 पदले भन्छ, तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि तँ जहाँ गए तापनि परमप्रभु तेरा परमेश्वर तेरा साथमा हुनुहुन्छ। आज तपाईँ र म जस्तो सुकै परिस्थितिमा भए पनि, जस्तो सुकै अवस्थामा भए पनि परमेश्वर चाहिँ तपाईँ र मेरो साथमा हुनुहुन्छ भनेर उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको छ। आज यहोशूलाई, मोसालाई, दानिएललाई, अब्राहमलाई प्रतिज्ञा गर्ने परमेश्वर तपाईँ र मसँग हुनुहुन्छ। तपाईँ र मलाई प्रतिज्ञा गर्दै हुनुहुन्छ। तपाईँ र मलाई भन्दै हुनुहुन्छ, सङ्कटको दिनमा निराश नहो, मलाई पुकार अनि म तिमीहरूलाई जवाब दिनेछु। भजन सङ्ग्रह 50:15 परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नुभएको छ। अनि तपाईँ र म चाहिँ किन निराश हुने, किन हताश हुने, किनकि परमेश्वरले उहाँको समयमा तपाईँ र मलाई विजय दिनुहुन्छ। कतिपल्ट अघि मैले भने, कतिपल्ट तपाईँको र मेरो प्रार्थना तुरुन्तै आजको आजै जवाब आउँछ भने कतिपल्ट चाहिँ समय लाग्छ। जब उपदेशकको पुस्तकमा हामी पाउँछौँ भने सबै कुराको चाहिँ के छ, समय छ। अनि उहाँको समयलाई धैर्य साथ, सहनशीलता साथ पूर्ण चाहिँ सबैभन्दा महत्त्वपूर्ण।
हामी एउटा धन्यवादी भएर परमेश्वरको समयलाई कुर्नुपर्छ। आमेन। धैर्यता साथ उहाँको समयलाई कुर्नुपर्छ। जब तपाईँ र म धैर्यता साथ उहाँको समयलाई सहनशीलता भएर है तपाईँ र म उहाँको समयलाई पर्खिँदछौँ भने जसरी सिलास र पावललाई त्यो कष्टबाट त्यो बन्धनबाट छुटाउनु भएको त्यसरी नै तपाईँ र मलाई पनि परमेश्वरले विजय दिनुहुन्छ। आमेन। हुन्छ, हामी 2 नम्बरको पोइन्टमा हामी हेर्छौँ भने तपाईँको र मेरो चरित्र चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरालाई हामी फेरि जाँदैछौँ। तपाईँको र मेरो चरित्र जब तपाईँ र म कष्टको समयमा है दुःखको समयमा अभावको समयमा तपाईँ र म थाकेको अवस्थामा तपाईँ र म बोधले दबिएको अवस्थामा अनि तपाईँ र म जब अघि मैले भने केही उपाय हुँदैन, एकातिर परिवार, अर्कोतिर व्यापार व्यवसाय, अर्कोतिर जहाँसम्म लाग्छ तपाईँ हामी है प्रत्येक दाजुभाइमा कतिपल्ट लेनदेन कारोबार अनि कति कुरा व्यवसायमा डामाडोल हुँदै गर्दाखेरि अनि प्रभुको वचनले त भन्नुभएको छ, ए छोरा ए छोरी तिमीहरू साहस गर है, मलाई पुकार, तिमीहरूले मलाई माग, म दिनेछु, खोज तिमीहरूले भेटाउनेछ, ढकढक्याउ तिमीहरूको निम्ति उगारिनेछ। हामीले त्यो प्रार्थना अनि त्यो वचनलाई हामीले अध्ययन गरिरहेको हुन्छ र पनि तपाईँ र म संसारमा भएको कारण निराश आउँछ, फिक्री आउँछ। तर कष्टको समयमा हाम्रो चरित्र चाहिँ कस्तो हुनुपर्छ? जब दुःख कष्टले हाम्रो जीवनमा सीमा पार गर्दछ, जब तपाईँ र म कतिपल्ट शरीरमा छौँ, दुर्बलता छौँ अनि त्यो सीमाभन्दा माथि गइसकेपछि तपाईँले मलाई गाह्रो हुन्छ। आज संसारमा थाहा छ कति मानिसहरू आज सुसाइड गरिरहेको छन्। तपाईँले र मैले युट्युबमा है विभिन्न न्युजहरूमा हामी देख्छौँ, किनभने आत्महत्या गरिरहेको हुन्छन् आफ्नो छोराछोरी आफ्नो परिवारलाई छोडेर, किनभने उनीहरूसँग चाहिँ आशा नभएको कारण, उनीहरूसँग चाहिँ त्यो परमेश्वरको प्रेम नभएको कारण, परमेश्वरले दिनुभएको अनुग्रह उनीहरूमा नभएको कारण तपाईँलाई र मलाई चाहिँ परमेश्वरले अनुग्रह दिनुभएको छ। अनि त्यो अनुग्रहमा तपाईँले र मैले विश्वास गरेको कारण तपाईँ र म चाहिँ त्यो कष्टमा पनि रमाउन सक्छौँ। आमेन। त्यो कष्टमा पनि तपाईँ र म धैर्य गर्न सक्छौँ। त्यो कष्टमा पनि तपाईँ र म चाहिँ परमेश्वरको उपस्थिति भित्र रहेर तपाईँ र म रुन्छौँ, कराउँछौँ, निराश हुन्छौँ भने तपाईँ र म टाउको ठोक्छौँ भने चाहिँ परमेश्वरमा भएर ठोक्न सक्छौँ। आमेन। अनि आज संसारको मानिसहरू चाहिँ तपाईँ र मलाई थाहा छ आज कति ऋणको कारण, परिवारको कारण, आफन्तको कारण, छिमेकीको कारण उनीहरू चाहिँ सुसाइड गर्नलाई तयार भएका छन्। तर हामीलाई परमेश्वरले कहिले पनि निराश गर्नुहुने छैन। परमेश्वरले हामीलाई भन्नुभएको छ, तिमीहरू चाहिँ पुसार होइन, म तिमीहरूलाई शिर तुल्याउने छु। अनि हामी हेर्छौँ भने पाउँछ यूहन्ना 15 अध्यायमा येशूले भन्नुभएको छ, मेरा पिता किसान हुनुहुन्छ, म चाहिँ दाहको बोट अनि तिमीहरू चाहिँ हाँगा रौ। जब येशू ख्रीष्ट चाहिँ दाहको बोट हुनुहुन्छ, तपाईँ र म चाहिँ हाँगा रौ भने जब तपाईँ र म येशू ख्रीष्टसँग अथवा त्यो बोटसँग जब जोडिन्छौँ भने चाहिँ तपाईँले र मैले प्रशस्त फल फलाउँछ। आमेन। जब तपाईँ र म त्यो दाहको बोटबाट बाहिर रहन्छौँ, अलग रहन्छौँ भने तपाईँ र म चाहिँ त्यो हाँगालाई छिमालेर आगोमा फालिनु योग्यको भन्दा बाहेक अरू कुनै पनि योग्यको हुने छैन। उहाँले भन्नुभएको छ, तिमीहरू ममा रहेर तिमीहरूले फल फलाऊ। जब तपाईँ र म परमेश्वरबाट अनि येशू ख्रीष्टबाट जब सङ्गतिबाट तपाईँ र म अलग हुन्छौँ भने चाहिँ तपाईँले र मैले केही पनि गर्न सक्दैनौँ। तपाईँ र मेरो बल बुद्धिले केही पनि गर्न सक्दैनौँ। संसारको कुनै पनि शक्तिले, बहुमूल्य कुराहरूले हामी केही पनि गर्न सक्दैनौँ। किनकि जब तपाईँ र म प्रभुमा रहन्छौँ भने, तपाईँ र म प्रभुमा आशा भरोसा गर्छौँ भने प्रभुले हामीलाई त्यो कष्टबाट तपाईँ र मलाई विजय दिनुहुन्छ। आमेन। तपाईँको र मेरो चरित्र चाहिँ परमेश्वरको दृष्टिमा अनि परमेश्वरको नजरमा चाहिँ तपाईँ र म योग्य बन्नुपर्छ। आमेन। तपाईँ र म योग्यको भएर जिउनुपर्छ। जसरी परमेश्वरले येशू ख्रीष्टलाई पठाउनु भयो अनि येशू ख्रीष्टको चरित्र चाहिँ के थियो त भन्दाखेरि उहाँले कहिले पनि पापीलाई घृणा गर्नु भएन, पापीलाई प्रेम गर्नुभयो। कहिले पनि गरिब दुखीलाई उहाँले गिल्ला गर्नु भएन, गरिब दुखीकोमा गएर उहाँ बस्नुभयो, खानुभयो, पिउनुभयो। कहिले पनि उहाँ रोगीलाई उहाँले छोड्नु भएन, त्याग्नु भएन, रोगीलाई निको बनाउनु भयो, अन्धलाई आँखा दिनु, लङ्गडालाई हिँडाउनु भयो, गुङ्गालाई बोलिदिनु भयो, मरेकाहरूलाई जीवित बनाउनु भयो। आज संसारबाट पेलिएका, संसारबाट दबिएका, संसारको मानिसले भनेका तल्लो दर्जामा राखेका मानिसहरूलाई, ती सामारी स्त्रीलाई प्रेम गर्नुभयो, ती व्यभिचारी स्त्रीलाई प्रेम गर्नुभयो। आज तपाईँको र मेरो चरित्र
यीशुको जस्तो हुनु आवश्यक छ। जब तपाईँको र मेरो चरित्र बाइबलमा धेरै व्यक्तिहरूलाई पाउँछौँ, तपाईँको र मेरो चरित्र चाहिँ त्यस्ता धेरै व्यक्तिहरूको उदाहरण हामी पाउँछौँ। दानिएलको जस्तो एउटा आज्ञाकारी भएर परमेश्वरको डर र भयमा जिउने। अनि जब तपाईँ र मैले कुनै पनि उपाय भेटाउँदैनौँ, जब कष्टको सीमाले नागिसकेको हुन्छ, त्यति बेला हाम्रो आफ्ना आफन्तले साथीभाइले है, दाजुभाइले अनि परिवारले पनि कतिपल्ट साथ छोड्दछन्। त्यति बेला हामी एक्लो महसुस गरिरहेको हुन्छौँ। प्रिय मण्डली, मैले पनि यो कुराहरू भोगेको छु। आज तपाईँहरू कतिजना निराश हुनुहुन्छ, एक्लो महसुस गर्दै हुनुहुन्छ। प्रभुले उठाउन चाहनुहुन्छ। आज यो ठाउँमा, यो स्थितिमा प्रभुले, म आफ्नो विचार, आफ्नो बल शक्तिले म यहाँ आएको होइन। प्रभुले मलाई यो ठाउँमा ल्याउनु भएको छ। जब 68 सालमा मैले प्रभुलाई विश्वास गरेँ, जब म रामभिटीमा बस्दै गर्दा, जब म हप्ताको रूपमा म सङ्गति जान्छ आमा मण्डलीमा, अनि त्यति बेला मलाई यति धेरै कष्ट, यति धेरै दुःख हुन्थ्यो, तर म कसैले पनि दुःख पोख्दिनँ। प्रायः मेरो गाउँको दाजुभाइहरू कतिजना यही हुनुहुन्छ, उहाँहरू धेरै पछि प्रभुलाई विश्वास गर्नुभयो। कतिले आफ्नो आफ्नो विचार, आफ्नो आफ्नो बुझाइअनुसार उहाँहरूले मलाई मूल्याङ्कन गर्नुहुन्थ्यो। र पनि म जस्तोसुकै परिस्थितिमा नि म सेवा सङ्गतिलाई चाहिँ निरन्तर लागिरहन्थेँ। अनि जब कुनै दिन मलाई 5 रुपियाँ भेटिहाल्ने पैसा हुन्थ्यो, मेरो 5-6 जना, 4 जना हाम्रो परिवार अनि हाम्रो भाइहरू 4-5 जना हुनुहुन्थ्यो, 7-8 जनाको परिवार काठमाडौँको ठाउँमा। म आफ्नो छिमेकीसँग चामल पैँचो गरेर खाने अवस्थामा पनि मैले प्रभुलाई त्यागिनँ, प्रभुको सेवालाई त्यागिनँ। अनि मेरो ऊ सानो थियो। अनि बिहान जब म उठ्थेँ, अनि मेरो काम गर्ने कोठा र म बस्ने छुट्टै थियो। अनि उसले, म 5 ढलान माथि थिएँ। अनि बुवा म बिस्कुट खाने भन्दै गर्दाखेरि उसलाई मैले 5 रुपियाँ पैसा पनि दिन नसक्ने अवस्थाबाट म प्रभुलाई पछ्याउँदै आजको दिनसम्म उसले मलाई वार्तालीमा बसेर म यति तलसम्म मानिसहरू अगाडि मलाई पैसा चाहियो। ऊ सानो थियो, बुझ्ने थिएन। अरूले उसको बुवा हो कि भनेर चिन्लान् भनेर म घोप्टेर हिँड्नु पर्ने अवस्थामा समेत मैले प्रभुलाई त्यागिनँ। म सङ्गति जाँदा अरू छिमेकीलाई म 5 रुपियाँ पैसा मागेर सङ्गति जान्थेँ। त्यो अवस्थामा पनि मैले प्रभुलाई त्याग्न सकिनँ। जब त्यो अवस्थाबाट हुँदै गर्दाखेरि म काम व्यवहार व्यवसाय निरन्तर जाँदै गर्दा जब मलाई ऋण बढ्दै गयो, धेरै गाह्रो भयो। तर म सङ्गति कहिले पनि छोडिनँ। अनि एक दिन साँच्ची नै जब मिसामाको त्यहाँ प्रचार थियो, त्यो प्रचार चाहिँ मेरै निम्ति रहेछ है। जब अघि मैले भने दुःख कष्टले जब हाम्रो जीवनमा सीमा नागिसकेपछि नि, त्यतिखेर चाहिँ हामीले सहनै सक्दैनौँ। हामीले कुनै पनि माध्यममा त्यो बाटोहरू भेट्दैनौँ। हामीलाई क्रिस्चियन हुनलाई सजिलो छ, हामी क्रिस्चियन भइहाल्छौँ। सहज आएपछि हामी विश्वासी हुन्छौँ। तर क्रिस्चियन जीवन जिउन चाहिँ सबैभन्दा गाह्रो र कठिन कुराहरू हो। आमेन। जब तपाईँ र मैले जब विश्वासी भइसकेपछि भोग्नुपर्ने कुराहरू, अनि जब बिस्तारै गर्दै गर्दा मलाई ऋणले चाहिँ लगभग 15 लाखभन्दा माथि पुगिसकेको अवस्था थियो। काम पनि हुन्थ्यो, कतिपल्ट धेरै काम हुन्थ्यो। त्यतिखेर तपाईँले चिन्नुहुन्छ हाम्रो रिताको परिवार गोपाल भाइ, हामी सँगै बस्थ्यौँ। त्यो हुँदै गर्दा पनि उस्तै अवस्थामा महिनामा हामीले लाखौँ रुपियाँ काम हुन्थ्यो। तर पनि म चाहिँ तपाईँहरूलाई नढाँटेर भन्नुपर्दा म चाहिँ त्यतिखेर 10 अंश दिनबाट चाहिँ म चुकेको थिएँ।
दशंश मैले दिन्थिनँ। जब दशंश नहाल्दै गर्दाखेरि जब मलाई आशिषको सट्टो चाहिँ के श्रापहरू बगिरहेको थियो मेरो जीवनमा। जतिसुकै भए पनि आउँथ्यो जान्थ्यो, तर ऋण घट्ने त कुरै छाडिदियो। ऋण चाहिँ बढ्दै 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 जब जब बढ्दै गयो, जब 72-73 साल भूकम्प आयो अनि जब गाह्रो कठिनै भयो, अब के गर्ने, 100 10 5 सुत्तुसम्म मैले त्यो पैसाहरू चलाउन अवस्था आएँ। किनकि म एउटा प्रभुको जन भएको कारण म अरूको अगाडि झुक्न हुँदैन, मेरो मेरो कारण प्रभुको नाम चाहिँ बदनाम गर्न हुँदैन भन्ने हेतुले म इमान्दारीसित चल्नुपर्छ भन्ने कुरा गर्दै गर्दाखेरि मलाई ऋणले चाहिँ एकदम सीमा नागेको कारण अब मेरो कहीँ पनि विकल्प थिएन। अघि मैले भने मेरो आफ्ना आफन्तले दाजुभाइले पनि कुरा काट्न थाले। त्यतिखेर कतिले के भन्न थाले भन्दै गर्दाखेरि अब चाहिँ कुनै पनि विकल्प छैन लालबहादुरको। अब ऊ चाहिँ सकिसक्यो। अनि कतिजना मेरो आफ्नो पसल लेनदेन कारोबार भएको व्यक्तिहरूलाई उक्साउने, अब त्यो चाहिँ सक्यो, अब त्यसलाई कसरी उठाउने, त्यो खालको कुरा गर्दै गर्दा पनि मलाई धेरै गाह्रो भयो। अनि त्यो अवस्थामा जब मैले सङ्गतिमा जब मिसा आमाको वचन जब मैले सुन्ने मौका पाएँ, त्यो शनिबारको दिन थियो। अनि बिलाप 3 को 25-26 पदमा हामीले हेर्छौँ भने पाउँछौँ, त्यहाँ हामीले के पाउँछौँ भने गनगन गर्नुको साटो चाहिँ परमेश्वरको उद्धारको बाटो हेर्नु चाहिँ सबैभन्दा असल। आमेन। अनि जब त्यो वचनले मेरो हृदय छुयो अनि मलाई कुनै पनि डर भन्ने कुरा लागेन। प्रभु धन्यवाद, साँच्ची नै मेरै निम्ति नै तपाईँ आज शनिबार चाहिँ मेरै निम्ति तपाईँ बोल्नुभएको तपाईँको दास छोरीद्वारा। अनि म धैर्यता साथ बिलाप 3 को 25-26 पद तपाईँहरूले पढ्न सक्नुहुन्छ। धैर्यता साथ बिना गनगन उहाँको उद्धारको बाटो हेर्नु चाहिँ सबैभन्दा असल। जब मैले उहाँको उद्धारको बाटो खोजिरहेँ अनि जब बप्तिस्मा भइसकेपछि जब म यता आएँ नयाँ पाटे जुन अहिले म बसिरहेको, जब त्यहाँ आइसकेपछि त्यहाँ चाहिँ कोही पनि विश्वासी हुन्थेन। सिर्फ मेरो परिवार 3 जना परिवार मात्रै हामी विश्वासी थियौँ। अनि त्यहाँ आयौँ अनि आइसकेपछि पास्टरहरू त्यहाँ नजिक हुनुहुन्थ्यो र पनि उहाँलाई त्यति हाम्रो परिचय चिन्जान थिएन। सरलाई म चिन्थेँ तर यहाँ मण्डली छ भन्ने कुरा मलाई थाहा थिएन। अनि त्यहाँ आइसकेपछि मैले अघि भने तपाईँ 15-16 लाख रुपियाँ ऋण थियो। अब गाह्रो अवस्था, कहीँ पनि विकल्प थिएन। प्रभु अब के गर्ने भन्दै गर्दाखेरि जब मैले दशंशलाई कन्टिन्यू गर्न थालेँ, दशंशबाट जब कन्टिन्यू अगाडि बढ्दै जाँदाखेरि परमेश्वरले मलाई त्यो 15 लाख ऋण डेढ वर्षभित्रमा 15 लाख ऋण तिरेर पनि मलाई अर्को 10 लाख चाहिँ परमेश्वरले मलाई दिनुभएको थियो। आमेन। अनि जब त्यो अभाव त्यो परिस्थितिहरूबाट हुँदै गर्दाखेरि अनि जब जब मलाई घृणा गर्ने मेरो आफन्तले मलाई है यो चाहिँ अब सक्यो छैन यसको विकल्प भन्ने मेरो छिमेकीले दाजुभाइले अनि पछि फेरि पछ्याउन थाले के। जब पछ्याउन थाले अनि आज मैले भन्नु खोजेको संसारको प्रेम, संसारको कुराहरू चाहिँ कतिपल्ट तपाईँ र मैले अघि मैले भने संसारमाथि आज तपाईँले मैले भरोसा होइन। जब जीवित परमेश्वरमा भरोसा राख्छौँ, जब जीवित वचनमा तपाईँले मैले भरोसा राख्छौँ, जब तपाईँ र मेरो चरित्र कष्टको बेलामा दुःखको बेलामा आज मानिसमा होइन, आफन्तमा व्यवसायमा होइन, तपाईँ र मेरो दुःख पोख्ने, तपाईँ र मेरो पीडा पोख्ने अनि तपाईँ र मेरो उद्धार दिने, मुक्ति दिने, शान्ति विजय दिने, तपाईँ र मलाई जुटाउनु हुने यहोवा यिरे चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुराहरू जब मैले थाहा गरेँ अनि जब परमेश्वरमा रहँदै गर्दा बस्दै गर्दा अनि जब म बसेको ठाउँमा जब त्यो कोठा अर्पण गर्न आउँदै गर्दाखेरि हाम्रो कति पास्टरहरू रेशम सर लगायत दानियल सर अनि धेरै पास्टरहरू आउनुभएको थियो। उहाँहरूले भन्छ तपाईँ चाहिँ यहाँ एउटा बिउको रूपमा तपाईँ यो नयाँ बस्दै हुनुहुन्छ, तपाईँको जीवनद्वारा चाहिँ प्रभुको काम हुनपर्छ भन्दै गर्दाखेरि जब फेरि पनि धेरै चुनौतीहरू हामीले त्यहाँ सामना गर्न पर्यो। आर्थिकबाट त मलाई विजय दिनुभयो परमेश्वरले। अनि फेरि पनि मेरो श्रीमतीलाई दुष्ट आत्माले यति धेरै सताएको कुराहरू, यति धेरै सताएको, यति धेरै सहनै नसक्ने गरी सताएको कुराहरू अनि जब फेरि कष्ट आयो अनि त्यतिखेर पनि त्यो समस्याले चाहिँ सीमा नागिसकेको अवस्था थियो। किनकि त्यतिखेर भाइहरू 5-7 जना हुनुहुन्थ्यो। दिनभरि उसले चाहिँ समातेर बस्नुपर्ने अवस्था, दिनभरि 8-9 चोटि छोप्ने अनि छोपिसकेपछि चाहिँ के हो भन्ने कुरा मान्छे नचिन्ने होइन, पुरै चाहिँ अब त्यो कपालहरू भिजाएर हातहरू भिजाएर चाहिँ हामीलाई कोपार्ने तिसार यति धेरै गाह्रो अनि परमेश्वरले पछि बिस्तारै परमेश्वरले हामीलाई विजय दिनुभयो। आमेन। अनि जब दुष्ट आत्माले सताएको मानिस जब हामीले वचनमा पाउँछौँ अनि जब त्यति बेला धेरै कठिनाइ हुँदै गर्दाखेरि त्यो अवस्थामा परमेश्वरले मलाई कहीँबाट 1 रुपियाँ पैसा जुटाउनु भएन।
1 रुपियाँ पैसा जुटाउनु भनेर हाम्रो जेबी कतिले चिन्नुहुन्छ? मैले बाबुलाई भने 5,000 पैसा भन्दै गर्दाखेरि उसँग नि कहीँबाट जुटेन। अनि कति दिने व्यक्तिहरूले पनि कसैबाट नि पैसा जुटेन। अनि जुन एकजना ठुलो बुवा हुनुहुन्थ्यो उहाँले 15,000 पैसा कताबाट सुन्नुभएछ बिरामी भनेर उहाँले 15,000 पैसा बोकेर आउनुभयो, उहाँले पनि दिनु भएन के। बिरामीले यति अन्तिम अवस्था भइसकेको थियो कि मेरो छिमेकीहरूले अहिले कतिजनाले विश्वास गर्नुभएको छ, मेरो दाजुभाइले उहाँहरूले भन्नुहुन्थ्यो कि पास्टर लिएर चाहिँ बोलाएर प्रार्थना गर कि चाहिँ तिमी हस्पिटल जाऊ, होइन भने धामी झाँक्री लाऊ, यो अवस्थाले चाहिँ तिम्रो श्रीमती चाहिँ अब बाँच्ने अवस्था छैन। हुन नि त्यस्तै अवस्थामा पुगिसक्यो। तर जब म बिहान उठेर प्रार्थना गरेँ, प्रभु किन म कहाँ चुकेँ, किन कसरी प्रभु, जब प्रार्थना गरेँ अनि प्रभुले भन्नुभयो, यूहन्ना 16:33 परमेश्वरले मलाई वचन दिनुभयो, संसारमा तिमीलाई दुःख कष्ट सतावट खेद आउँछ, तर साहस गर, मैले संसारलाई जितेको छु। जब त्यो वचन परमेश्वरले मलाई दिनुभयो अनि मलाई डर भन्ने कुरा लागेन, रोगले मर्छ, दुष्ट आत्माले मार्छ भन्ने कुराहरू मेरो जीवनमा कुनै पनि त्यो डरको कुराहरू चाहिँ आएन। अनि म ढुक्क भएँ। जब ढुक्क भएर परमेश्वरमा अगाडि बढेँ अनि केही समयपछि दुष्ट आत्माबाट चाहिँ पूर्ण रूपमा छुटकारा दिनुभयो। आमेन। जब दुष्ट आत्माबाट छुटकारा पाएँ अनि बिस्तारै त्यहाँबाट चाहिँ त्यहाँनिर चाहिँ बढ्दै त्यस्तै दुष्ट आत्मा लागेका मानिसहरू धेरै प्रभुमा अगाडि बढे। हाम्रो कल्पना बहिनी कतिजनाले चिन्नुहुन्छ? कल्पना बहिनीलाई थाहा छ, जब मेरो श्रीमतीलाई दुष्ट आत्मा लाग्थ्यो, कल्पना बहिनी बिचरा डरले त्यहाँ छेउमा आउन सक्नुहुन्थेन। हामी सँगै बस्थ्यौँ, एउटै ढोका थियो, उहाँलाई डरले छेउमा आउन सक्ने अवस्था थिएन। तर पछि कल्पना बहिनीलाई त्यस्तो अवस्था उहाँले पनि विश्वास गर्नुभयो अनि अर्को व्यक्तिले विश्वास गर्नुभयो। अनि मैले भन्न खोजेको अर्थ, जब तपाईँको र मेरो चरित्र चाहिँ परमेश्वरप्रति असल हुन्छ, परमेश्वरप्रति तपाईँको र मेरो भरोसा, तपाईँको र मेरो आशा रहन्छ भने तपाईँ र मलाई आर्थिक समस्याबाट मात्र होइन, अनि दुःख कष्टको समस्या, दुष्ट आत्मा, रोग बिरामीको बन्धनबाट मात्र होइन, हरेक परिस्थितिमा तपाईँ र मलाई विजय दिनुहुन्छ। आमेन। तपाईँ र म चाहिँ निराश हुने होइन, तपाईँ र म चाहिँ धन्यवादी भएर परमेश्वरमा तपाईँको र मेरो निवेदन, तपाईँको र मेरो प्रार्थना चाहिँ परमेश्वरमा जब हुन्छ भने हरेक स्टेपबाट चाहिँ परमेश्वरले तपाईँ र मलाई माथि चढाउन चाहनुहुन्छ। आमेन। स्टेपबाट चाहिँ परमेश्वरले तपाईँ र मलाई उच्चमा राख्न चाहनुहुन्छ। आज समाजले के भन्ला, आफन्तले के भन्ला, दाजुभाइले के भन्ला, त्यो हामीलाई मतलब छैन। परमेश्वरको वचनले के भन्छ भन्ने कुराहरू चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा। आमेन। आज तपाईँको र मेरो छिमेकीले, आफन्तले त्याग्लान्, घृणा गर्लान्, तिरस्कार गर्लान्, कुरा काट्लान्, त्यो कुरामा हामी पछि लाग्ने होइन। जब यो कुरामा हामी पछि लाग्छौँ भने नि तपाईँको र मेरो जीवन चाहिँ नाशतिर धकलिन्छ है। अनि मैले तपाईँहरूको बिचमा यो वचन भन्दै गर्दाखेरि अनि जब तपाईँ र म परमेश्वरमा भएर जब हामी जिउँछौँ भने, परमेश्वरमा भएर जब हामी कष्टको समयमा रहन्छौँ भने चाहिँ तपाईँको र मेरो जीवनद्वारा परमेश्वरको महिमा हुनेछ। आमेन। परमेश्वरको अघि मैले भने तपाईँ र म चाहिँ एउटा तपाईँको र मेरो चरित्र चाहिँ कस्तो हो भन्ने कुराहरू चाहिँ आज परमेश्वरले मात्र होइन, हाम्रो छिमेकीले, हाम्रो आफन्तले, तपाईँ र मेरो कुरा काट्ने, तपाईँ र मेरो खुट्टा तान्ने, तपाईँ र मलाई घृणा गर्ने, तपाईँ र मेरो पछाडि कुरा काटेर हिँड्ने व्यक्तिको अगाडि चाहिँ तपाईँ र म योग्यको बनिनेछ। आमेन। होला आज तपाईँ र म संसारको कुराहरूमा बिल्डिङ नहोला, प्रशस्त धन सम्पत्ति नहोला, तर त्यो बहुमूल्य कहिले पनि नाश नहुने परमेश्वरको प्रेम चाहिँ तपाईँ र मसँग छ। आमेन। आज तपाईँ र म कुहिएर सडेर गलेर चाहिँ तपाईँ र म नष्ट होला संसारमा, तपाईँ र म एक दिन संसार छोड्नै पर्छ, र तपाईँ र मैले चाहिँ कहिले पनि नष्ट नहुने त्यो धन सम्पत्ति चाहिँ त्यो स्वर्गको निम्ति चाहिँ तपाईँले र मैले साँची राख्नु आवश्यक छ। आमेन। अनि त्यो भएको हुनाले तपाईँ र म चाहिँ निराश हुनु पर्दैन है। कष्टको समयमा तपाईँको र मेरो चरित्र चाहिँ असल हुनु आवश्यक छ। फेरि पनि हामी जो फिलिपी 4:7 हामी हेर्छौँ भने, 7 र 8 हेर्छौँ भने चाहिँ यहाँ भनेछ, र समाजले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदयमा, तिमीहरूका मनलाई येशूमा रक्षा गरून्। आमेन। आज तपाईँ र म परमेश्वरमा आज्ञाकारी जीवन जिएका छौँ भने समाजले नै मूल्याङ्कन गर्न नसक्ने, समाजले नै नपत्याउने प्रेम अनि एउटा उदाहरण चाहिँ तपाईँ र मलाई परमेश्वरले बनाउनु हुनेछ। अनि आज मेरो जीवनद्वारा, हाम्रो जीवनद्वारा हेर्ने हो भने हाम्रो रिता बहिनी, गोपाल भाइ हुनुहुन्छ, उहाँहरूले मेरो जीवनद्वारा, हाम्रो परिवारको जीवनद्वारा प्रभुले पाउनुभयो। आमेन। उहाँले मात्रै, उहाँको सिङ्गो परिवारले मुक्ति पाएका छन्। आज मेरा गाउँका दाजुभाइ दिदीबहिनीहरूले प्रभुलाई चिन्नु भएको छ। आमेन। यदि म प्रभुमा अनाज्ञाकारी, म प्रभुमा अनाज्ञाकारी र प्रभुको दृष्टिमा मेरो चरित्र चाहिँ असल थिएन भने
मेरो छिमेकी परिवर्तन हुँदैन, मेरो आफन्त परिवर्तन हुँदैन, मेरो दाजुभाइ परिवर्तन हुँदैन। जब तपाईँको र मेरो स्वभाव चाहिँ पुरानो स्वभाव, पुरानो विचार चाहिँ जब तपाईँ र म रहिरहन्छ भने तपाईँ र मेरो परिवर्तन चाहिँ आज तपाईँ र मैले म आफै भन्नुभन्दा नि म आफैलाई मलाई आधार गर्नुपर्छ, म चाहिँ यहाँ छु उहाँ छु, म चाहिँ यस्तो उस्तो भनेर तपाईँ र मैले आफ्नो आफैले प्रशंसा गर्नुभन्दा नि हामीले चाहिँ अरूले प्रशंसा गरेको चाहिँ तपाईँ र म चाहनुपर्छ। आमेन। अनि हामी यहाँ हेर्छौँ फेरि 8देखि हामी तल हेर्दै जानेछौँ। अनि 8 पदले भन्छ, सत्यमा अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसँग छ र जे कुरो शुद्ध छ, जे कुरो प्रेम योग्य छ र जे कुरो कृपा माया छ, यदि केही श्रेष्ठ र प्रशंसाको योग्य केही छ भने यिनै कुरामा विचार गर। आमेन। तपाईँले र मैले विचार गर्नुपर्ने कुराहरू, जे कुरा चाहिँ असल छ परमेश्वरको दृष्टिमा, जे कुरा चाहिँ न्यायसँग छ, जे कुरा चाहिँ प्रेम योग्य छ, जे कुरा चाहिँ कृपा माया छ, अनि जे कुरा चाहिँ आज प्रशंसा नै योग्य छ, यो कुराको चाहिँ तपाईँले र मैले विचार गर्नु आवश्यक छ है। हामी अलिकति तल हेर्छौँ, 9 पदले भन्छ, तिमीहरूले जुन कुरा मबाट सिक्यौ र ग्रहण गर्यौ, सुन्यौ र ममा रह्यौ, त्यही कुरा गर, शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुन्छ। आमेन। तपाईँ र मसँग चाहिँ शान्तिको परमेश्वर हुनुहुन्छ। तपाईँ र मैले जे कुरा असल छ, जे कुरा चाहिँ न्यायसँग छ, जे कुरा चाहिँ प्रेमयोग्य छ, जे कुरा चाहिँ परमेश्वरको दृष्टिमा प्रशंसनीय छ, त्यो कुराको चाहिँ तपाईँले र मैले ध्यान गर्छ भने चाहिँ, त्यो कुरालाई चाहिँ हामी पछ्याउँछ भने चाहिँ परमेश्वर चाहिँ तपाईँ र मसँग हुनुहुन्छ। आमेन। तपाईँ र मसँग हुनुहुन्छ। यदि तपाईँले र मैले त्यो विश्वास अनि तपाईँको र मेरो चरित्र चाहिँ यो खालको हुनुपर्छ। आमेन। अनि हामी योसेफको चरित्रलाई हेर्छौँ भने तपाईँ र मलाई थाहा पाउँछौँ। उत्पत्ति 39 अध्यायलाई हामी हेर्छौँ भने योसेफको चरित्र कस्तो थियो। योसेफ चाहिँ एउटा इमान्दारी त व्यक्ति भनेर हामी पाउँछौँ। योसेफ जब जब समस्यामा हुन्छ, जब जब कठिनाइमा हुन्छ, जब जब है आपद विपदमा हुन्छ, अनि त्यहाँ चाहिँ परमेश्वर हुनुभएको तपाईँले मैले पाउँदछौँ। योसेफलाई आफ्नै दाजुभाइले बेचेको अवस्थामा, योसेफलाई आफ्नो आफन्तले त्यागेको अवस्थामा, योसेफलाई चाहिँ एउटा मानिस भएर नि एउटा पशुको रूपमा चाहिँ उसलाई कुनै व्यक्तिसँग कुनै राष्ट्रमा बेचेको अवस्था पनि योसेफसँग चाहिँ परमेश्वर रहनुभयो। आमेन। त्यहाँ पटक पटक हामी पाउँछौँ। यो अलिकति लामो पर्छ, तपाईँहरूले आफै पढ्न सक्नुहुन्छ। योसेफ मैले यो केही पदहरूले मात्रै लिएको छु। उत्पत्ति 39 1-2 पदलाई हामी हेर्छौँ भने, अब योसेफ मिश्रमा लगिएर फारोका एकजना अधिकृत अङ्गरक्षक कप्तान पोतिफर भन्ने एकजना मिस्रीले तिनलाई त्यहाँ ल्याउने इस्माइलहरूका हातबाट किनेका थिए। एउटा मानिस थिए र पनि एउटा दुःख लाग्दो कुरा छ, तपाईँहरू ध्यान दिएर सुन्नुहोस्। तपाईँ र मेरो दाजुभाइले आज डाहा गरेर तपाईँ र मलाई आफन्तले कुनै एउटा देशका व्यक्तिहरूलाई चाहिँ एउटा पशुको रूपमा बेचिदिन्छ भने के त्यो खुसीको कुरा हो त? खुसीको कुरा हो? होइन। तपाईँ र मलाई दुःख लाग्ने कुराहरू, तपाईँ र मलाई है बाँच्नै मन नलाग्ने कुराहरू हो। तर पनि यहाँनिर हामी अलिकति तल हेर्छौँ भने 2 पदमा हेर्छ, परमप्रभु चाहिँ योसेफको साथमा हुनुहुन्थ्यो। आमेन। परमप्रभु चाहिँ त्यो घडीमा कुसँग हुनुहुन्थ्यो? परमप्रभु चाहिँ योसेफको साथमा हुनुहुन्थ्यो। त्यहाँ तिनको उन्नति भएर तिनी आफ्ना मिस्री मालिकको घरमा बस्थे। तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका काममा परमप्रभुले उन्नति गर्नुभएको देखे। आमेन। हेर्नुहोस् त, योसेफ एउटा बेचेको मानिस थियो, तर पनि त्यहाँनिर उसको मालिकले चाहिँ योसेफसँग चाहिँ परमप्रभु हुनुभएको देखे। व्यक्तिसँग कसरी परमेश्वर हुनुभएको देख्छौँ त भन्दै गर्दाखेरि, आज तपाईँ र म प्रभुको जन भएको कारण तपाईँको र मेरो चरित्र, तपाईँको र मेरो व्यवहार चाहिँ असल हुन्छ भने चाहिँ परमेश्वरको वचन अनुसारको तपाईँको र मेरो व्यवहार र तपाईँ र म एउटा आज्ञाकारी जीवन मानिसको अगाडि जिउँछौँ भने चाहिँ तपाईँ र मसँग चाहिँ परमेश्वर भएको देख्नुहुन्छ। आमेन। तपाईँ र मसँग चाहिँ परमेश्वर देख्नुहुन्छ। यदि हामीले तपाईँ र म असल चरित्र भएर हामी जिउँछौँ भने चाहिँ तपाईँ र म भित्र चाहिँ आज हाम्रो आफन्तले, हाम्रो परिवारले, हाम्रो प्रभुलाई नचिन्ने व्यक्तिहरूले चाहिँ तपाईँ र मसँग परमेश्वर देख्नुहुन्छ। अनि हामी तल 6 पदलाई हेर्छौँ भने 3 पदलाई हेर्छौँ, तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गर्नुभएको देखे। 6 पदले भन्छ, यसैले
आफूसँग भएका सबै उनले योसेफको जिम्मामा छोडिदिए। उनले भन्दै गर्दाखेरि जब उसको मालिकले चाहिँ त्यहाँ उसको घरमा भएका सबै कुराहरू चाहिँ रेखदेख गर्नलाई, अनि जुन मालिक बाहेक र उसको श्रीमती बाहेक चाहिँ त्यहाँ भएका सबै कुराहरू चाहिँ योसेफको जिम्मामा उसको मालिकले दिएको थियो। आमेन। योसेफको जिम्मामा दिँदै गर्दाखेरि चाहिँ अनि हामी त्यहाँ तल हेर्छौँ, केही समयपछि 7 पदमा, केही समयपछि तिनका मालिककी पत्नीले योसेफसँग नजर लगाएर भनिन्। यहाँ हामी एउटा डर लाग्दो कुराहरू, जब योसेफ चाहिँ हेर्नमा असल, राम्रो, सुन्दर हुँदै गर्दाखेरि उसको मालिकनीमा भित्र चाहिँ एउटा दुष्ट आत्माले काम गरेको कुराहरू, त्यहाँ अभिलाषाको कुराहरू, व्यभिचारको कुराहरू त्यहाँ पसेको छ, सहवासको कुराहरू त्यहाँ पसेको छ। आज तपाईँ र मैले उन्नति गर्दै गर्दा, प्रगति गर्दै गर्दा, तपाईँको र मेरो जीवनमा असल काम हुँदै गर्दा, प्रभुले काम गर्दै गर्दा तपाईँको र मेरो जीवनमा नि कतिपल्ट दुष्ट आत्माले काम गरिरहेको हुन्छ है। तपाईँको र मेरो जीवनमा कतिपल्ट तपाईँको र मेरो परिवार एउटा आशिषित जीवन, उन्नतिको जीवन, प्रगतिको जीवनमा हुँदै गर्दाखेरि कतिपल्ट तपाईँको र मेरो जीवनमा पनि दुष्टले काम गरिरहेको हुन्छ। अनि यहाँ जब पोतिफरको जीवनमा जब दुष्ट आत्माले काम गर्दै गर्दाखेरि त्यहाँ अभिलाषाको कुराहरू आएको छ। किनभने योसेफ चाहिँ प्रभुको दास थिए, योसेफ चाहिँ प्रभुको जन थिए, योसेफ चाहिँ प्रभुमा इमान्दारिता थिए, योसेफको चरित्र चाहिँ प्रभुमा एउटा असल थियो। आमेन। अनि योसेफलाई कसरी नाश गर्ने, कसरी चाहिँ प्रभुबाट टाढा राख्ने भन्ने कुराहरू चाहिँ त्यहाँ शैतानको रणनीति, एउटा माध्यमको रूपमा दुष्टले चाहिँ पोतिफरलाई चलाएको कुराहरू तपाईँले मैले पाउँदछु। अनि अलिकति तल हामी हेर्छौँ भने चाहिँ यस घरमा मभन्दा ठुलो कोही छैन, यसैले तपाईँ बाहेक अरू कुरा मलाई दिनुभएको छ, किनभने तपाईँ उहाँकी पत्नी हुनुहुन्छ। तपाईँ कसरी यस्तो घोर काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गरौँ। हेर्नुहोस् त, योसेफले खडा भएर भनेका छन्, कसरी मैले परमेश्वरको विरुद्धमा पाप गरौँ, किनकि तपाईँ बाहेक सबै कुरा मलाई परमेश्वरले जिम्मा दिनुभएको छ। आज तपाईँलाई र मलाई पनि परमेश्वरले कति कामहरू जिम्मा दिनुभएको छ, कति असल योजनाहरू जिम्मा दिनुभएको छ, र तपाईँ र मैले त्यतिखेर थाहा गर्नुपर्छ कि परमेश्वर हामीसँग हुनुहुन्छ। तपाईँ र मेरो जीवनमा आज कतिपल्ट कष्ट आउँदै गर्दा, दुःख आउँदै गर्दा, सताउट आउँदै गर्दा, खेद आउँदै गर्दा, कतिपल्ट तपाईँ र मलाई परीक्षाहरू, अभिलाषाहरू आउँदै गर्दा यो सम्झिनुपर्छ कि परमेश्वरले मलाई यो पाप गर्नबाट चाहिँ अलग गर्नु छ, यो पाप चाहिँ आज मलाई परमेश्वरबाट अलग गर्नको निम्ति आइरहेको छ भन्ने कुराहरू तपाईँले र मैले बुझ्नु आवश्यक छ। यो परीक्षा चाहिँ तपाईँ र मलाई परमेश्वरबाट अलग गर्नको निम्ति आउँदैछ भन्ने कुराहरू तपाईँले र मैले बुझ्नुपर्छ। आमेन। अलिकति तल हेर्छौँ भने हामी यहाँ पाउँछौँ, योसेफले आफ्नो लुगा तिनकै हातमा छोडेर घरबाट निस्केका देखेर, तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो। आमेन। जब योसेफ परमेश्वरको डर लिएर जब उसको कपडाहरू त्यहाँ हामी पाउँछौँ, त्यो मालिकको हातमै छाडेर ऊ भागेको कुराहरू तपाईँले मैले पाउँदछु। अनि जब योसेफ झ्यालखानामा लगियो, झ्यालखानामा योसेफसँग परमेश्वर हुनुहुन्थ्यो। जब योसेफलाई है 23 पदले भन्छ, योसेफको जिम्मामा राखिएको कुनै कुरामा पनि झ्यालखानाका हाकिमले केही फिक्री गर्दैन थिए, किनकि परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो। आमेन। परमप्रभु चाहिँ योसेफको साथमा हुनुहुन्थ्यो। योसेफले जे गरे तापनि परमप्रभुले तिनलाई त्यसमा सफल गराउनुहुन्थ्यो। आमेन। हेर्नुहोस् त, जब तपाईँ र म चाहिँ एउटा आज्ञाकारी जीवन भएर, तपाईँको र मेरो चरित्र चाहिँ योसेफ चाहिँ असल चरित्र भएर तपाईँ र म जिउँछौँ भने नि, तपाईँ र मेरो साथमा योसेफ हुनु, योसेफसँग भए चाहिँ परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ। आमेन। जब मैले यो उत्पत्ति 39लाई चाहिँ तपाईँहरू 1 अध्यायदेखि पढ्नुहुन्छ भने तपाईँले स्पष्ट बुझ्नुहुन्छ, किनभने हामीले पढिरहेको सुनिरहेको वचन भएर मैले छोटो गाडीमा तपाईँहरूलाई समय अलिकति दौडिरहेको कारण छोटो गाडीमा मैले तपाईँहरूलाई भन्दैछु। अनि त्यो भएको हुनाले तपाईँ र मेरो चरित्र चाहिँ यदि परमेश्वरको दृष्टिमा असल हुन्छ भने हाम्रो कष्टको समयमा तपाईँ र मेरो साथमा परमेश्वर हुनुहुन्छ। जसरी योसेफसँग परमेश्वर रहनुभयो, जसरी सिलास पावलसँग परमेश्वर रहनुभयो, अनि जसरी अघि मैले मेरो आफ्नो गवाई तपाईँहरूको बिचमा भन्दै गर्दा परमेश्वरले मलाई आर्थिक सङ्कटबाट विजय दिनुभयो। तपाईँ र मेरो जीवनमा पनि आज त्यो कठिन छ भने चाहिँ परमेश्वरले तपाईँ र मलाई त्याग्नुहुने छैन।
त्यो दुष्ट आत्माको बन्धनबाट आज कतिपल्ट तपाईँ र म समस्यामा छौँ र तपाईँ र मैले चाहिँ जब धन्यवादी भएर चिन्तित नबनी निरन्तर तपाईँ र म प्रार्थनामा रहन्छौँ भने तपाईँ र मलाई विजय दिनुहुन्छ। त्यो विजय चाहिँ परमेश्वरको महिमाको निम्ति हुन्छ। आमेन। अरू मानिसहरू तपाईँ र म जस्तै कष्टमा दुःखमा परेका मानिसहरूको निम्ति चाहिँ तपाईँ र म एउटा गवाई र साक्षी बनिनको निम्ति तपाईँ र मलाई परमेश्वरले चुन्नुभएको। तपाईँ र मलाई त्यो कष्टबाट, त्यो दुःखबाट, त्यो सतावटबाट, त्यो अभावबाट हुँदै परमेश्वरले आज तपाईँ र मलाई उठाउन चाहनुहुन्छ। जसरी पावलको जीवन हेर्छौँ भने पावल पनि परमेश्वरको जनलाई सताउने व्यक्ति थिए नि त। परमेश्वरको जनलाई, मण्डलीलाई उखाल्ने, परमेश्वरको जनलाई मार्ने, नाश गर्ने, क्रिस्चियनहरूले चाहिँ यो संसारबाट चाहिँ हटाउने भन्ने व्यक्ति थिए नि त। तर परमेश्वरको विरुद्ध खडा हुँदै गर्दाखेरि परमेश्वरले उसको आँखालाई बन्द गरेर अन्धो बनाएर परमेश्वरले चुन्नुभयो। जब परमेश्वरले चुन्नुभयो नि, पावलले अचम्म र उदिएका काम चाहिँ तपाईँ र मेरो जीवनमा अथवा तपाईँ र मेरो माझमा अनि पावलको जीवनलाई हामी हेर्छौँ भने यति डर लाग्दो र यति कष्टदायक कुराहरू चाहिँ तपाईँले मैले थाहा गर्छौँ। आज तपाईँ र मेरो जीवनमा प्रिय हो, मैले भन्न खोजेको जब तपाईँ र मेरो जीवनमा कष्ट आउँछ, सतावट आउँछ, खेदो आउँछ है, विभिन्न कुराहरू तपाईँ र मेरो जीवनमा आउँछ भने तपाईँ र मैले धैर्यता साथ जब प्रभुलाई खोज्छौँ, धन्यवाद साथ प्रभुमा रहन्छौँ भने तपाईँ र मैले विजय पाउनेछौँ। आमेन। अनि जब यहाँनिर अर्को पोइन्ट हामी हेर्छौँ भने दाजुभाइप्रति चाहिँ योसेफले कहिले पनि तितोपन राखेका छैनन्। यो कुरा हामीले बुझ्न आवश्यक छ। यो कुरा बुझ्न एकदम आवश्यक छ। दाजुभाइप्रति उसले कहिले पनि तितोपन राखेनन्। हामी हेर्छौँ भने हामी पाउँछौँ 45 पदतिर, उत्पत्ति 45 पदको चाहिँ हामी अलिकति हेर्छौँ भने चाहिँ त्यहाँ उसले दाजुभाइप्रति उसले भनेका छन्। यो पदले म पढ्न गइरहेको छु। 45 पदलाई हामी हेर्छौँ भने हामी त्यहाँ पाउँछौँ उत्पत्ति एकछिन मैले उता दिएको छैन, उता मैले के भन्छ हाम्रो प्राविधिक साथीहरूलाई मैले त्यो पद चाहिँ दिएको छैन। उत्पत्ति 45 पदमा हामी हेर्छौँ भने त्यहाँनिर योसेफले आफ्नै दाजुभाइहरूलाई भनेको कुराहरू तपाईँले र मैले थाहा गर्छौँ है। तिमीहरूले नै बेचेका भाइ हुँ म, तिमीहरू मलाई बेचेकामा दुःख नमाना भनेर हामी त्यहाँनिर हेर्छौँ है। यहाँनिर 45को 16, 17, 18तिर हामी हेर्छौँ भने यहाँ पाउँछौँ। 16 पद मैले पढेँ तपाईँहरूको अगाडि। योसेफका दाजुभाइ र आएका छन् भन्ने खबर जब योसेफ फारोका घरमा पुगे तब फारो र उनका अधिकारीहरू खुसी भएर फारोले योसेफलाई भने, तिम्रा दाजुभाइहरूलाई यसो भन, यसो भन तिमीहरू आफ्ना पशुहरू लगायत कनान देशका जाओ र तिमीहरूका परिवारका सबैलाई लिएर मौका आओ। मिश्रीको सबैलाई मिश्रको सबैभन्दा असल नाउँ म तिमीहरूलाई दिनेछु। तिमीहरूले यस देशको असल उब्जनी खानेछौ। जब त्यहाँ है योसेफलाई जब बेच्ने आफ्ना दाजुभाइहरू 45को 4 र 5 4 र 5 देखि हामीले हेर्छौँ भने यहाँ पाएँ 4 र 5। जब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, कृपा गरी मेरो नजिक आओ र उनीहरू नजिक गएपछि तिनले भने, तिमीहरूले मिश्रमा बेचेका तिमीहरूका भाइ म नै हुँ। हेर्नुहोस् त,
कति प्रेमको साथ भनेका छन्, यदि तपाईँ र म भइदिएछ, तिमीहरूले मलाई बेचेको होइन र तिमीहरू किन आयौ यहाँनिर? आज म त यति ठुलो उच्च पदमा अथवा उच्च ठाउँमा छु, तिमीहरूलाई म त्यतिकै यहाँ म अनाज दिन्छु है? मलाई चाहिँ फारोले एउटा उच्च पदमा एउटा अनाजको भण्डारको योग्यको पदमा मलाई राखेका छन्। जब कतिपल्ट त्यहाँनिर रिसको कुराहरू, तितोपनको कुराहरू आउँछ नि, तर यहाँ योसेफले भनेका छन्, मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ। तिमीहरूले मलाई बेचेकोमा म अब दुःख नमान, आफैमाथि रिस पनि नगर, किनकि जीवन बचाउनको निम्ति परमेश्वरले मलाई तिमीहरूभन्दा अघि यहाँ पठाउनु भएको। आमेन। हेर्नुहोस् त, कतिपल्ट तपाईँ र मेरो जीवनमा दुःख आयो, कष्ट आयो भन्दै गर्दाखेरि कतिपल्ट तपाईँले र मैले त्यो बाटोहरू भेटाउँदैन, त्यो मार्गहरू भेटाउँदैनौँ। तर यहाँ योसेफको जीवनद्वारा चाहिँ ती याकुबका घरानालाई बचाउनको निम्ति त्यो कष्टबाट, त्यो दुःखबाट हुँदै गर्दाखेरि योसेफलाई चाहिँ त्यहाँ मिश्री देशमा पुर्याएको अथवा मलाई डोर्याएको भनेर योसेफले ढुक्क साथ त्यहाँ आफ्ना दाजुभाइलाई भनेको कुराहरू पाउँछ। यो भन्दै गर्दा तपाईँले र मैले के बुझ्नुपर्छ भन्दाखेरि, तपाईँले र मैले चाहिँ आज एकअर्कामा क्षमा दिनुपर्छ, एकअर्कामा क्षमा लिनुपर्छ, एकअर्कामा स्वीकार्नुपर्छ भन्ने कुराहरू चाहिँ तपाईँले र मैले बुझ्नु आवश्यक छ। कहिले पनि योसेफले आफ्ना दाजुभाइहरूप्रति त्यो रिसको कुराहरू, तितोपनको कुराहरू, त्यो घमण्डको कुराहरू है, त्यो अक्षमाको कुराहरू चाहिँ राखेको कुराहरू तपाईँले र मैले पाउँदैनौँ है। जब तपाईँले र मैले जब एकअर्काप्रति त्यो रिस र क्षमा, तितोपनको कुराहरू राख्दछौँ भने तपाईँले र मैले योसेफले चाहिँ परमेश्वरमा खडा भएर एउटा असल चरित्र देखाउन सक्दैनौँ है। यहाँनिर म तपाईँहरूको बिचमा पढ्दैछु, तपाईँले पढ्नु होला। एफिसी 4:22 हामी हेर्नेछौँ। एफिसी 4:22 ध्यान दिएर सुन्नु होला। छली लालचद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभावलाई त्याग। तपाईँले र मैले त्याग्न पर्ने कुराहरू अघि मैले सुरुमै भने, जब तपाईँ र मेरो पुरानो स्वभावलाई जब त्याग्दैनौँ भने नि, जब तपाईँले र मैले विश्वास गरेका छौँ, बप्तिस्मा लिएका छौँ, तपाईँले मैले प्रार्थना गर्दै रोगी बिरामी निको भएका छन्, तपाईँको र मेरो जीवनमा आश्चर्यको कामहरू भएका छन्, तपाईँको र मेरो जीवनमा परिवारमा उन्नति प्रगतिको कुराहरू भएका छन्, र पनि कति कुराहरू तपाईँले र मैले त्यो पुरानो स्वभावलाई जब त्याग्दैनौँ भने नि, त्यो मानवीय स्वभाव र मानवीय विचारलाई जब तपाईँले र मैले त्याग्दैनौँ भने नि, तपाईँको र मेरो जीवनमा चाहिँ कहिले पनि त्यो परिवर्तन र तपाईँ र मेरो चरित्र चाहिँ असल हुँदैन है। आफ्नो भित्री वर्तमानमा नयाँ हो र परमप्रभुको स्वरूपमा साँचो र धार्मिकता र पवित्रतामा सृष्टि भएका नयाँ स्वभावलाई धारणा गर। आमेन। 23 र 24 पदले भन्दछ, नयाँ स्वभावलाई धारणा गर। जब तपाईँले मैले पुरानो स्वभाव र पुरानो विचारहरूलाई जब त्याग्दैन भने नि, तपाईँले मैले बोल्ने गर्ने कुराहरू, तपाईँले मैले पुरानो प्रभुले नचिन्दा बोल्ने कुराहरू, खाने कुराहरू, पिउने कुराहरू, जाने कुराहरू, अनि तपाईँले मैले मेरो मुखबाट निस्किने श्रापित बोलीहरू, तितोपनहरू, रिस घमण्डको कुराहरू जब तपाईँले मैले त्याग्दैन भने 25 पदले भन्छ, यसकारण झुटलाई त्यागेर हरेकले आफ्नो छिमेकीसँग सत्य बोला। पावलले यहाँ एफिसीको मण्डलीहरूलाई है, अनि तपाईँले मलाई भनेका छन्, क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि तिमीहरूले आफ्नो रिस मोरोस् तिमीहरूको, र दियाबलसले मौका नदेऊ। जब तपाईँले र मैले जब यो पुरानो स्वभावलाई त्याग्दैनौँ, तितोपनलाई त्याग्दैनौँ, जब घमण्ड रिसलाई, अनि जब एकअर्कालाई क्षमा दिँदैनौँ भने चाहिँ दियाबलसलाई तपाईँले र मैले मौका दिइरहेको हुन्छ। जब तपाईँले र मैले अनि क्रोध है, घमण्ड जब तपाईँ र ममा रहेछ, जब घाम अस्ताउन अगाडि नै तपाईँको र मेरो रिस मर्दैन भने, अनि तिमीहरूको मुखबाट कुभाग्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। आमेन। तपाईँ र मेरो मुखबाट, तपाईँ र मेरो बोलीबाट, तपाईँ र मेरो व्यवहारबाट चाहिँ सुन्नेहरूलाई, तपाईँ र मेरो मैले बोल्दैछौँ, तपाईँ र मेरो व्यवहार, तपाईँ र मैले गर्दैछौँ, तपाईँ र मेरो हिँडाइ बसाइ, मेरो बोली व्यवहारद्वारा चाहिँ जब अरूलाई चाहिँ के गरोस्, अनुग्रह मिलोस्। आज कतिपल्ट तपाईँ र मैले कुन कुरा बोलिरहेका छौँ, तपाईँ र म आफैले पनि हामी थाहा हुँदैन, तर तपाईँले र मैले आशिषको बोली बोल्नुपर्छ। आमेन।
अनि अलिकति तल हेर्छौँ भने 30 पदमा, अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याऊ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाएका हो। आमेन। जब तपाईँ र मैले यो कुराहरू चाहिँ त्याग्दैन भने चाहिँ, यो कुराहरूलाई छोड्दैन भने, तपाईँ र मेरो मुखबाट चाहिँ अशुद्ध बोली, अशुद्ध व्यवहारहरू जब तपाईँले मैले गर्छौँ भने पवित्र आत्मालाई तपाईँले र मैले निभाउँदैछौँ भन्ने कुराहरू चाहिँ तपाईँले मैले याद गर्नुपर्छ। 31 पदले भन्छ, सबै तितोपन, क्रोध, रिस, होहल्ला, निन्दा र सबै किसिमको डाहा समेत तिमीहरूले त्यागिदेऊ। सबै किसिमको डाहा समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर एकअर्काप्रति कोमल र दयालु हौ। आमेन। तपाईँ र म चाहिँ एकअर्काप्रति कोमल दयालु भएर जिउनुपर्छ। जसरी अघि उदाहरण दिए, तपाईँको र मेरो चरित्र, अहिले हामीले चरित्रमा हेर्दैछौँ, तपाईँको र मेरो चरित्र चाहिँ असल हुनुपर्छ। एकअर्कालाई क्षमा गर्ने, एकअर्कालाई प्रेम गर्ने, एकअर्कालाई है प्रेममा सहेर, प्रभुको पवित्र आत्मामा रहेर हामी एकअर्काको भार उठाउने व्यक्ति चाहिँ दयालु र कोमल मनको भएर हामी परमेश्वरको योग्य र अनि परमेश्वरमा एउटा इमान्दारी छोराछोरी बन्नु आवश्यक छ। आमेन। जब तपाईँले र मैले यो कुराहरू त्याग्दैन भने नि तपाईँ र मेरो चरित्र चाहिँ असल हुँदैन। पुरानो स्वभावलाई त्यागेर तपाईँ र म नयाँ भएर जिउनुपर्छ। आमेन। योसेफको जीवन चाहिँ हुन्छ, समय अलिकति दौडिएको छ, म अब छोटो तपाईँहरूको बिचमा अब 3 नम्बरको पहिला हामी हेर्नेछौँ आशा। जब कष्टको समयमा चाहिँ तपाईँले र मैले परमेश्वरमा आशा राखेर जिउनुपर्छ। आमेन। जब तपाईँले मलाई कष्ट हुन्छ, तपाईँ र मैले आशा राख्छौँ भने परमेश्वरले हाम्रो आशालाई चाहिँ कहिले पनि निराश गर्नुहुने छैन। परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, हामी प्रत्येकलाई परमेश्वरले प्रतिज्ञा गर्नुभए अनुसार तपाईँ र म चाहिँ उहाँको प्रतिज्ञा अनुसार जिउँछ भने परमेश्वरले हाम्रो आशा र हाम्रो धैर्यतामा हामीलाई निराश गर्नुहुने छैन। यहाँ हामी पाउँछौँ हिब्रूको पुस्तकमा आशा चाहिँ के हो भन्दै गर्दाखेरि अब हिब्रू 11:1 भन्छौँ, हामी पाउँदछौँ, अब विश्वास चाहिँ आशा राखेका कुराको र नदेखेका कुराको दृढ भरोसा हो। आमेन। जब तपाईँ र म आशा राखेर परमेश्वरमा माग्दछौँ, परमेश्वरमा पुकार गर्दछौँ, परमेश्वरलाई है हामी माग्दछौँ भने चाहिँ परमेश्वरले हामीलाई हाम्रो आशामा चाहिँ निराश गर्नुहुने छैन। किनकि हामी हिब्रूको पुस्तकमा 6 अध्यायमा हेर्छौँ भने बिना विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु चाहिँ असम्भव छ। तपाईँको र मेरो विश्वास बिना विश्वास चाहिँ परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र जसलाई खोज्ने हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई चाहिँ उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास तपाईँले र मैले गर्नुपर्दछ। आज तपाईँ र म प्रतिफलको आशा राख्दछ भने चाहिँ परमेश्वरमा चाहिँ जसरी अब्राहमले पक्का विश्वास गरेका छन्, अनि नुहालाई जुन प्रतिज्ञा परमेश्वरले गर्नुभयो, नुहाले त्यो प्रतिज्ञा अनुसार नुहा आशा राखेर जब आफ्नो नुहाको समयमा हेर्ने हो भने आफ्नो परिवारलाई चाहिँ हिब्रू 11:6 भन्छ, विश्वासद्वारा नुहाले त्यति बेलासम्म अधिक रहेका घटनाको बारेमा परमेश्वरलाई चेतावनी दिएर भक्ति साथ आफ्नो घरनालाई बचाउनलाई जहाज बनाएर यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आफ्नो धार्मिकताको उत्तराधिकार बनाए। आमेन। आफ्नो परिवारलाई बचाउनको निम्ति चाहिँ नुहा सफल भयो, किनकि परमेश्वरले गर्नुभएको प्रतिज्ञामा चाहिँ उसले विश्वास गरेर आशा राखेको कारण। हामी रोमी 4 हेर्छौँ भने तेरा सन्तान, हामी अब्राहमको जीवनलाई हेर्छौँ भने चाहिँ यहाँ अब्राहमले आशा पटक्कै नहुँदा पनि आशा राखेर अब्राहमले चाहिँ परमेश्वरले दिनुभएको प्रतिज्ञालाई आशिषले चाहिँ पाएको कुराहरू तपाईँले मैले पाउनेछु। रोमी 4 हामी 18, 19, 20 हेर्छौँ भने तेरा सन्तान पनि यस्तै असङ्ख्य हुनेछन् भनेर परमेश्वरले भन्नुभए अनुसार आशा पटक्कै नहुँदा पनि अब्राहमले आशा राखी विश्वास गरेर यसरी उनी धेरै जातिहरूका पिता गने। आमेन। आज तपाईँले र मैले जुन आशा, जुन भरोसा, जुन विश्वास परमेश्वरमा राखेका छौँ, हामीले जसरी अब्राहमले चाहिँ आशा पटक्कै नहुँदा पनि परमेश्वरले गर्नुभएको प्रतिज्ञा, उहाँको वचन, उहाँप्रतिको तपाईँको मेरो भरोसा र विश्वास अनुसार तपाईँले र मैले जिउँछौँ भने अब्राहमलाई गर्नुभएको प्रतिज्ञा अनुसार, अब्राहमले गरेको आशा अनुसार बिना सन्तान भएका अब्राहम, 100 वर्ष कटिसकेका अब्राहम, 90 वर्ष पुगिसकेका सहारालाई जसरी परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो, अनि त्यहाँ चाहिँ
सहारा हाँसेको कुराहरू तपाईँ र म पाउँछौँ, शङ्का गरेको कुराहरू तपाईँ र म पाउँछौँ। तर त्यहाँ अब्राहमले चाहिँ भनेको छ, आशा पटक्कै नहुँदा नि आशा राखेर परमेश्वरले प्रतिज्ञा गरेका कुराहरू चाहिँ पाएका कुराहरू तपाईँले र मैले पाउँछौँ। आज तपाईँले र मैले परमेश्वरमा कुन आशा राखेका छौँ? यहाँ 20 पदले हुन्छ, परमेश्वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दरिलो भएर उनले परमेश्वरलाई महिमा दिएर प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्नु पनि सक्नुहुन्छ भन्ने अब्राहमलाई पुरा निश्चयता थियो। मण्डली परिवार, आज तपाईँ र मलाई कुन कुराको निश्चयता छ? यो समय हामी खडा हुनेछौँ। आउनुहोस् हामी यो समय हामी खडा हुनेछौँ उहाँको नाउँमा। हामीले आज जुन धैर्यताको समयमा, कष्टको समयमा, दुःखको समयमा तपाईँ र मेरो धैर्यता अनि तपाईँ र मेरो आशा अनि तपाईँ र मेरो सहनशीलता र तपाईँ र मेरो चरित्र अनि तपाईँ र मेरो आशालाई परमेश्वरमा कसरी राख्नुपर्छ भन्ने कुराहरू आज हामीले केही वचनबाट हेरेका छौँ। अनि निष्कर्ष चाहिँ यही हो कि प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न सक्नुहुन्छ भन्ने परमप्रभुलाई अब्राहमलाई पुरा निश्चयता थियो। आज तपाईँ र म पनि अब्राहम चाहिँ निश्चयता हुनु आवश्यक छ। आमेन। निश्चयता, किनभने तपाईँले र मैले विश्वास गरेका छौँ कि अनुग्रहमा विश्वास गरेको कारण चाहिँ परमेश्वरले तपाईँ र मलाई प्रतिज्ञा गर्नुभएको कुरामा चाहिँ तपाईँ र म निश्चयता हुनु आवश्यक छ। निश्चयता, भरोसा परमेश्वरमा राखेर तपाईँ र म खडा हुनु आवश्यक छ। जसरी कष्टको समयमा चाहिँ साउल धन्यवादी भएर पावलले चाहिँ प्रार्थना गरे, उसको बन्धनहरू चाहिँ फुकेका कुराहरू तपाईँ र म पाउँछौँ। योसेफले जुन कष्टको समयमा चाहिँ उसको चरित्र असल भएको कारण योसेफको जीवनमा चाहिँ परमेश्वर हरेक कष्टमा जेलखानमा हुँदा परमेश्वर रहनुभयो। योसेफ मालिकको घरमा हुँदा योसेफसँग परमेश्वर रहनुभयो। योसेफ कष्टमा हुँदा परमेश्वर रहनुभयो। अनि अब्राहमले जुन आशा राखेर परमेश्वरसँग विश्वास गरेका थिए, त्यो आशा चाहिँ अब्राहमले विश्वास गरेको कारण, परमेश्वरमा आशा राखेको कारण अब्राहमले साँच्चै नै आज संसारका धेरै मानिसहरूको पिता बनेका छन्। निष्कर्ष चाहिँ यो प्रिय मण्डली परिवार, पहिलो पत्रुस 1:6-7 भन्दछ, पहिलो पत्रुस 1:6-7 तपाईँ र मलाई भन्दछ, पत्रुसले तिमीहरू यसैमा रमाउँछौ कि यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न कष्टहरू भोग्नु पर्दछ, आगोबाट खारिने र तर नष्ट भएर जाने भन्दा पनि तिमीहरूको विश्वास चाहिँ बहुमूल्य छ। आमेन। तपाईँको र मेरो विश्वास चाहिँ आगोबाट खारिएर जाने तर नष्ट भएर जाने सुन भन्दा पनि तपाईँको र मेरो विश्वास चाहिँ बहुमूल्य हुनु पर्दछ। तिनीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्। आमेन। तपाईँको र मेरो विश्वास चाहिँ महिमा, प्रशंसा अनि आदरको योग्य बन्नु आवश्यक छ। यदि तपाईँले र मैले विश्वास गरेका छौँ, प्रभुलाई पछ्याएका छौँ अनि प्रभुमा भरोसा गरेका छौँ, तर तपाईँ र म भित्र त्यो किसिमको तितोपन, त्यो किसिमको अक्षमा अनि तपाईँ र मैले त्यो स्वभावहरूलाई बोकिरहेका छौँ, तपाईँले र मैले पुरानो ढाँचामा, संसारको ढाँचामा चलिरहेको छौँ, तपाईँले मैले रिस, क्रोध, घमण्ड, तितोपन, तपाईँ र मेरो मुखबाट खराब बोली, खराब विचारहरू चाहिँ बोलिरहेका छौँ भने आज तपाईँले र मैले त्यो कुराहरूलाई त्यागेर नयाँ भएर परिवर्तन हुन आवश्यक छ, नवीकरण हुन आवश्यक छ। योसेफ चाहिँ आफ्नो चरित्रलाई असल बनाउन आवश्यक छ। साँच्चै नै पाउल र सिलास चाहिँ धन्यवादी भएर प्रार्थनामा खडा हुनु आवश्यक। अब्राहम चाहिँ परमेश्वरले गर्नुभएको प्रतिज्ञामा विश्वास साथ आशा राखेर खडा हुनु आवश्यक छ। अनि त्यो बहुमूल्य सुन भन्दा पनि हाम्रो विश्वासलाई हामीले बहुमूल्य रूपमा पक्रिरहनु आवश्यक छ। हालेलुया। प्रभु धन्यवाद, धन्यवाद पवित्र परमेश्वरको